सो हेलो गाइज वेलकम टु माई अनदर भिडियो। सो आज धेरै दिनपछि एउटा भिडियो आएको सो आज म लाइक अलवेज खेल्नेवाला छु ब्लक सुज। तर ब्लक सुजमा आज एउटा सरप्राइज छ अनि लाइक अलवेज मेरो भाइ पनि यहाँ छ। हेलो गाइस। सो एउटा सरप्राइज छ जो कि तपाईहरु बिलिभ गर्नुहुन्न। एकदम राम्रो सरप्राइज छ, यो पनि सरप्राइजिङ छ। ल गाइस अहिले म ब्लक खोल्छु। ए हैन वेट मलाई यो सर्भर जोइन गर्ने हैन, मेरो एउटा साथीको प्राइभेट सर्भर छ त्यहाँ जोइन गर्ने हो। त्यहाँ मेरो भाइ पनि छ गाइस। अनि जो मान्छेको प्राइभेट सर्भर छ एफके बसिरा मेरो भाइले त्यही प्राइभेट सर्भरको ओनरसँग बस्दैछ कि त्यो ओनर हाम्रो साथी हो। अनि गाइस कसको फाइनल एक्जाममा छ लाइक गर्नुहोस् अनि सब्स्क्राइब पनि गर्नुहोस्। मेरो तिम्रो आएन हौ, तिम्रो त 15 गते हो। अनि गाइस यहाँ मेरो बर्थडे मन्थ हो, अब 22 गते मेरो बर्थडे हो। सो विश मी ह्यापी बर्थडे। ह्यापी बर्थडे। तिमी त नजिकै छौ नि, तिमीलाई त थाहा नि मेरो बर्थडे भनेर। सो गाइस म धेरै ट्राई गर्छु कि मेरो यो च्यानलमा म फेस क्याम लिएर आउन सकुस्। अनि त्यसपछि तर म गर्न सक्दिनँ किनकि के हुन्छ बिग्रेछ त्यो एप। सो मेरो सरप्राइज हो मेरो लेभल हेर्नु गाइस, म म्याक्स लेभल पुगेँ फाइनली। अनि मेरो फाइटिङ स्टाइल पनि हेर्नु, ड्रागन ट्यालोन। यस बेबी। सोल गिटार पनि सोल गिटारको त्यो भिडियो बनाउँछु मैले। आइसका सोल गिटार। सो गाइस यो सबै तपाईहरुको सपोर्टले नै हुन सक्यो हो। सो थ्याङ्क यू भेरी मच। ड्रागन ट्यालोन मलाई लाग्छ बेस्ट गड इभन भन्दा नि राम्रो छ यार। है साक्षात तपाईँ यसको अट्याकहरू हेर्ने यार पहिला एकदम दामी छ कि एकदमै। सो ओके फर्स्ट अट्याक हो ट्यालेन्ट लाइटर। यो अट्याक यस्तो दामी छ। अनि अर्को अट्याक हो एम्बर एनालाइजेसन। एउटा पुरै ड्रागन गएर मार्छ यार। ए ड्रागन देख्नु भएन, रुक है। साउन्ड ओके सो ड्रागन हेर्नु छ, सब्स्क्राइब गर्नु, लाइक गर्नु। छिटो सब्स्क्राइब गर्नु न भने। ओके ल गर्नुभयो। ल हेर्नु ड्रागन देख्नुभयो। अझै प्लेयर मेट स्टोरी भने मलाई गर्दैछ हो तिमीले मार्छौ है त प्लेयर बनाउनलाई। यो त 53.53 चाहिँ कता रह्यो। हेलो यो म्याक्स लेभल पुगेर मलाई यति खुसी भएको छ नि। स्टपिङ एफके अनि गाइस तपाईँले देख्न सक्नुहुन्छ मेरो भाइले डोक्नुलाई मारेको छ, उसको टाइटल हेर्नु। अनि सो अन मेरो नाम चाहिँ FF40 श्रेयस हो अनि उसको नाम चाहिँ FF40 साक्षात। अनि मेरो टाइटल चाहिँ एबी स्ट्रिमर छ। यो टाइटल पनि पाउन गाह्रै छ। 50 वटा सी इभेन्ट गर्नुपर्छ। इभेन्ट स्नो माउन्टेन त पुग्यो बस्लो। क्या छ यति बेला त पनि स्पन भएको छैन। अनि गाइस तपाईँ मेरो फ्रुट्सहरू हेर्नु यार। साक्षात म रम्बल दिन्छु, तिमी स्याडो दिन्छौ। रम्बलको धेरै भ्यालु छ साँच्ची।
साउन्ड युजरलाई हेरिनु हेरिरहेको अरे एफको सके म आइस क्यासल पुगिसकेँ यो आइस क्यासलको म्युजिक क्या दामी छ है त्यता हो कता त्यता हेर्नु होम फ्रेन्डसिप नै हेर्नु त्यस्तो भन्नु त के छ आहा कहाँ माथि उड्छ तल उसले उठ्न भने ओए त सुतिरहस सुतिरह होला यार यो मान्छे हामीले फर्स्टमै भेट्यौ ओए तैँले लागि गिटार बजाइदिन्छु उठ अनि मैले एउटा नयाँ एसेसरी पनि किनेको छु शार्क टुथ नेकलेस भन्ने छ यो एसेसरी चाहिँ मेरो शार्क एङ्कल लिनको लागि काममा लाग्छ अनि एउटा शार्क एङ्कलको भिडियो पनि बनाउँछु पनि हुन्छ है गाइस त्यसमा यो लुग्रे पनि हुन्छ मतलब लुग्रे भने के लुग्रे भने त हो छोडिदियो अब यसलाई चाहिँ कसरी उठाउने छोडिदियो म त्यतिकै खेल्दै गर्छु त उठा है सो गाइस मैले मनी पनि धेरै ग्राइन्ड गरेको छु अनि म के गर्नु सक्छु त साउन्ड युजर उठाउन ल यार म चाहिँ आइज के चलो लाइट स्पैमिंग लो साइबर बीट है त 2 1 गो Are you scared? पर मसँग फुटबल किट थिएन के अनि थिएन भने किन कमेन्ट गर्न आएको त फेरि गर्नु हजुर फुल प भाइ 3-3 भइसक्यो अहिले बाउन्ड्री त गरिदिनु त्यो त सही कुरा हो अनि यो अब घुरौरेको के गर्ने घुरेर सुतिरा ओए यसको नाम हेर्नु गाइस यसको नाम छ साउन्ड युजर यसको स्किन बनाएको छ बुदा फ्रुटको अनि यो कुन फ्रुट युज गर्छ लाइट इज दैट ट्रू ब्रो लु साउन्ड युजर त कतिखेर उठ्छस् ए भाइ तेरो फेभरेट कुरा साउन्ड हैन नाम साउन्ड युजर चाहिँ हेर साउन्ड हेर गीत के कम्प्लिट फ्रुट देखाएर भाइ भेनम फ्रुट देखा तेरो भेनम फ्रुट देखा
हेयर भेनम फ्रुट देख गाइज एक्चुअली भेनम रिभरको आउँदैछ आउँछ भेनम रिभरको आउँछ भने सब्सक्राइब गर्नु आउँदैन भने लाइक गर्नु तपाईँलाई के लाग्छ मतलब फ्रुट पऱ्यो contra o mami vita que ni sorai pedroni त्यो आजकल सङ आउँछ नि युट्युबमा रोनाल्डो सङ भन्दै उसी सिकी कन्ट्रा ओ मामी ओ के दामी फाइटिङ स्टाइल छ है गाइज यो ओ आइज क्याफे आइज त एकछिन क्याफे आइज त भाइ यो अकाउन्ट सो मेरो भाइलाई मैले हेल्प गरेको छ नि त साथी सो मलाई स्याड हुन्छ अनि त्यहीभन्दा पहिला यसलाई कम्ती गर्दा के पाएको थियो अरे डो पायो भने राख किन मिथिकल पायो भने राख तर मलाई स्याडो चाहिँ देऊ तर मिथिकल त पाउँदैन होला त्यही पनि आऊ ल स्ल्यासी मिथिकल यो लिस्ट मेरो भाइलाई मिथिकल दिए अस्ति मलाई कन्ट्रोल दिएको जस्तै यसले यो फुच्चाले अस्ति मलाई कन्ट्रोल दिएको थियो हाई बल्ल हाई भन्दैछ ओ एलबी अफ गरिदियो drop एक ब्लेड एमपी लाइज ट्रेड गर अबे के भइरहेको के भयो छोडी लिड नै भइरहेको छु Please. No spoil. I step again. You can chase alone. अबे किलोमीटर 3 पहिला उता ट्रेड गर अनि जा ओ रिमोको लिनु ट्राई गरेको ओके सो आजको भिडियो ट्रेड गर्ने कि नगर्ने गर्ने नि ट्रेड कस्तो ट्रेड नगर्ने के रम्बल राम्रो ट्रेड हो फुटी साक्षीदा के कथा छु पिन चाहियो कि रम्बल के भयो मजाक हो यो बुद्ध कसरी आयो मेरो बुद्ध तेरो बुद्ध कसरी आयो मलाई आफै थाहा छैन ओइ गाइस मेरो भाइसँग स्क्याम भयो के भयो वेनम खै त मेरो सेडो खै त मेरो यो प्राइभेट सर्भर कसको हो साउन्ड युजर ओइ त्यो प्राइभेट सर्भरमा के हुन सक्यो क्या तेरो ल ठिक छ स्याडो गयो तर तेरो भेनम चाहिँ गयो बे अनि बुद्ध कसरी आयो तसँग मलाई आफै थाहा छैन गाइस अहिले मेरो भाइको नि स्क्रिन देखाउन पाएको भए मिल्थ्यो के मेरो भाइसँग कस्तो के रे
ऊ चाहिँ थियो होइन स्याडो र भेनम फ्रुट थियो त्यसको भेनम र स्याडो दुइटै गयो अहिले बुद्ध छ यो फेरि ल्याक त होइन नि होइन यार हो हुनसक्छ यार ऱ्याक मेरो त बुद्ध त होइन जाम होला जामेर त्यो लास्टै नराम्रो भयो अनलकी गेम ओयो क्याफे आइरहेको ओके बस हुन्छ म डायमन्डबाट कम्बो टेस्ट गर्छु भाइ कस्तो ब्रेन रट के हुन्छ म होस्ट गर्छु है तिम्रो कति पर्सेन्ट छ मेरो 8% छ त्यही छ पनि आइसक्यो त्यो म यतै बस्छु गाइस अहिले मेरो भाइहरू म त गएको छ होइन सो अहिले म त्यसो रुममा अब सरी गाइस एकछिनलाई म तपाईँहरूलाई इग्नोर गरेर अहिले म मेरो भाइसँग मात्रै बोल्दै थिएँ कि सो अहिले चाहिँ हामी मेरो साथी साउन्ड युजरलाई पढ्न जान्छौँ होइन त्यो आइस क्यासलमा छ सरी द क्याफे सरी माई ब्याड सो हामी उसले लाइट रेडको लागि हेल्प गर्न जान्छौँ होइन म होस्ट गर्नेछु अहिले साक्षात् तिमी के अरे बस्किल मलाई लिन्छु हुन्छ म बस्किल लिन्छु हुन्छ अरे वार्म अप गर्नु पर्यो नि I got 2 million Sorry guys, मैले भर्खर भिडियो पोस्ट गरेको थिएँ यहाँ चाहिँ डिस्टर्बेन्स भएको थियो म पैसा त वेस्ट गर्दिनँ यार चाहिन्छ कि कुन बेला एउटा फ्रुट लिन्छु रकेट light red oh my god bilateral cross light red
This Dragon Talon is so OP. Okay, Saudi आयो. साचु रेडी ल गरिसके यो गाइस मैले अघि स्याडो लिएको भएर अम्बलको साथ मेरो डब्ल्यू ट्रेड हुन्थ्यो अनि साइबर भित्र अहिले के युज ड्रागन डालन रोपिया गई ओए लाउन्डिजर त अगाडि नजान साचु किन्न चोर न भने ट्याङ्की भने पानी ट्याङ्की हैन बाबु The worst part is like finding the island. The graphics quality is fully बनाउनु guys. अगाडि गइहाल्छु किन छिटो यो साक्षात् मेरो भाइले अहिले हेल्प गर्दिन म यो आइल्यान्ड 5 को ठाउँतिर गइहाल्छु अहिले किनकि मलाई बस किल दिनु छ नि त छिटो गर्न छोड्छ होला ओइ छुजुन्दा कस्तो छुट्नु छ यार यो साक्षात् म मरे
ल मैले यो बस मार्छु भने के बस्दाखेरि कम त आउँछ र त्यो दिमाग खौडा बस हो साच्छु तिमीलाई यहाँ नआऊ भनिरहेको छु तिमीलाई यहाँ नआऊ भनिरहेको छु नि यार सुन न भने मैले भनेको त Gravity Blade bonus hit. My sound is like Hazur! Yes, मैले बस किल पाएँ गाइस ओइ चाचु कसले भने के सबै एनपीसी मर्यो ह एउटा एनपीसी यत्रो बाँकी छ खाना दिनु नै के हाम्रो अहिले चाचु त्यो लास्ट एनपीसी म मार्दिन्छु छोड्देऊ चाचु यार Oh my god, यो फुल ग्राफिक्सले कस्तो दामी देखिन्छ So guys आजको लागि यति guys, bye bye.